सबैलाई गुड मर्निङ नमस्ते है नमस्ते गुड मर्निङ। हाल म गाउँमा बसोबास गर्दैछु 2 दिनको लागि। मेरो गाउँ यस्तो छ, सूर्यले आफ्नो किरणहरू छाउँदै आफ्नो गतिको यात्रा गर्दैछ भने म पनि अब एकछिनपछि आफ्नो यात्रा सुरु गर्नेछु। यो जति पनि मैले भिडियो बनाएको छु यो तनहुको एरिया पर्छ भने म जहाँ खडा छु त्यो स्याङ्जाको एरिया हो। म स्याङ्जाबाट तनहुको एरिया अवलोकन गर्दैछु। मेरो गाउँबाट हिमालहरू यस्तो गरी देखिन्छ। यस्तो अवस्थामा छ मेरो गाउँको हिमालहरू। माछा पुच्छरे सानो टाउको मात्रै देखिएको छ। सायद त्यसको सामान्य जो पहाड छ त्यो सायद माछा पुच्छरे बराबरको पहाड भएको कारणले होला त्यहाँ माछा पुच्छरेलाई सानो देखिएको छ। र मैले यता जो यस्तो भिडियो बनाउँदै गर्दा अघिको एरिया थियो तनहुको भने अहिले म एरियातिर स्याङ्जाको एरियातिर जाँदैछु, जहाँ म घाँस दाउरा उकाली ओह्राली गरेको आफू जन्मेको हुर्केको ठाउँ हो। यो यति राम्रो छ, तर मैले यो ठाउँलाई छोड्न मेरो आफ्नो बाध्यता थियो। छोडेर रूपन्देहीतर्फ गएर म आफ्नो बसोबास गर्दैछु। के गर्ने, मलाई किस्मतले दिएको भनौँ या के भनौँ, म अहिले रूपन्देहीको बासिन्दा भएर बसेको छु। अहिले म क्याक्मीको एरियालाई आफ्नो जन्मभूमिलाई छोड्दै म रूपन्देहीमा आफ्नो कर्मभूमि बनाएर बसेको छु। हस् त धन्यवाद। यो हो मेरो गाउँको दृश्य। तल बादल ढकमक्क छाएको छ, जहाँ कपस भिजाएर राखेको जस्तो देखिन्छ। त्यो रमाइलो रमाडिया ठाउँलाई छोड्दै म पनि अब रूपन्देहीतर्फ यात्रा गर्नेछु। हस् त धन्यवाद। सबैलाई धन्यवाद, सबैलाई नमस्ते है।